फेरि पनि दर्शकबिन हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ। आज हाम्रो साथमा हाम्रो स्क्रिनको अगाडि तपाईँले देखिसक्नु भइसकेका छ शङ्कर बहादुर सिंह कार्कीजी हुनुहुन्छ। प्रोफेट बहेन्द्र सिंहलाई उहाँले जेलमा सुसमाचार सुनाउनु भएको थियो। त्यसको लगतै प्रोफेट बहेन्द्र सिंहले चाहिँ क्रिस्ट येशूलाई विश्वास गरेर उहाँले आफ्नो सेवाकाई पनि सुरु गरेर अहिले संसारभरि उहाँले चङ्गाको सेवाकाई गरेर परमेश्वरको महिमा गरिरहेको अवस्थामा फेरि नेपालमा उहाँले केही त्यस्तो परमेश्वरको महिमा गर्ने क्रममा चङ्गाई महोत्सव गर्ने क्रममा उहाँमा निरन्तर विवादहरू ल्याउने काम भइसकेपछि अहिले उहाँलाई चाहिँ अहिले भारत सरकारले जेलमा हालेको छ। केही त्यस्तो आरोपहरू लगाएकाले गर्दाखेरि र लेटेस्ट यो कुरा कहाँ पुग्यो भनेर हामीले छलफल गर्नको लागि फेरि पनि एकदमै भारत लगायत इटरी तराई एरियामा उहाँले सबै कुरा बुझेर चाहिँ अथवा प्रोफेट बहेन्द्र सिंहसँगै उता भेटेर आएर अब के कसो भइरहेको चाहिँ अवस्थामा भनेर चाहिँ आज हामीले तपाईँहरूको अपडेट राख्न प्रयास गरिरहेका छौँ। सर्वप्रथम हामी उहाँलाई स्वागत गरौँ। हजुरलाई स्वागत छ। ख्रीष्ट अभिवादन जय मसीह। धेरै धेरै धन्यवाद। हजुरले फेरि पनि मलाई बोल्ने मौका दिनुभयो। अनि हजुरले बोल्दै गर्दा हजुरले भन्नुभएको एक शब्दमा चाहिँ उहाँलाई नेपालबाट लागेको आरोपले जेल जानुभएको चाहिँ होइन, उहाँकै मिनिस्ट्रीमा काम गर्ने व्यक्तिले केही कुरामा चित्त नबुझ्दा लगाएको एउटा खुन्नस चाहिँ हो। त्यसको आधारमा उहाँलाई जेल पर्नुभयो र उहाँको हाइकोर्टमा अपिल भयो। सेसन कोर्टले उहाँलाई आजीवन कारावासको सजाय सुनायो र त्यसको 15 दिनभित्रमै हाइकोर्ट पन्जाब एन्ड हरियाणा हाइकोर्ट चण्डीगढमा अपिल भयो। अपिल भइसकेपछि उहाँको एडभोकेटहरू प्रोफेटजीसँग सल्लाह गर्न जानुभयो कि अब हामी तपाईँको बेल लाउँछौँ, जमानतको डेट लाउँछौँ, हामीले अपिल गरिदिइसक्यौँ। अनि ठ्याक्कै त्यही दिन म पनि पुगेको थिएँ। अनि त्यो दिन वकिलहरूले धेरै टाइम खानुभयो र मलाई त्यो दिन कम समय मिल्यो। त्यसपछि मैले प्रोफेटजीलाई सोधेँ भेटेर, आज वकिल किन आएका थिए, के भयो भन्दाखेरि उनीहरू चाहिँ मेरो बेलको लागि आएको थियो र म बेल चाहन्न, मलाई चाहिँ केस डिसमिसै भएको चाहन्छु, किनभने मलाई जसरी निर्दोषलाई दोषी बनाएर सेसन कोर्टले सजाय दिएको छ र हाइकोर्टले चाहिँ मलाई त्यो निर्दोष पार्नुपर्ने छ। अनि वकिल जसरी मेरो वकिलले तल मलाई सेसन कोर्टमा धोका दियो, त्यो भएर हाइकोर्टमा चाहिँ हाइकोर्टको वकिलहरूसँग र हाइकोर्टसँग चाहिँ मेरो न्यायको आशा छ र मेरो केस चाहिँ डिसमिस गरेर म बेलमा बाहिर आउँदिनँ उहाँले भन्नुभयो। अनि अहिले चाहिँ अब उहाँको बहसको डेट लागिसकेको छ। अब केही समयपछि उहाँको फाइनल हियरिङको डेट पनि आउँदैछ र उहाँलाई चाहिँ जसरी पहिले उहाँ सेसन कोर्टले सजाय सुनायो र सारा संसार रमायो, अब के नभयो होला भनेर, तर उहाँ निर्दोष हुनुहुन्छ व्यक्ति, निर्दोष दोष लगाएको हो। एउटा व्यक्तिले आफ्नो चित्त नबुझ्दा उसको युके जाने ख्वाइस पुरा नभएको कारणले उसले चाहिँ प्रोफेटजी एक्लै जान लाग्नुभएको, उसलाई साथ नलिएर जानुभएको कारणले चाहिँ उसले चाहिँ रिस पोखेको हो। अनि इन्डियामा चाहिँ अहिले कस्तो छ भने अलिकति केही भइदियो, केही कसैसँग रिस निकाल्नु पर्यो भने अहिले यो बलात्कारको मुद्दा चाहिँ आम भएको छ। जसलाई तल्लाई मलाई यसले यस्तो गर मात्रै भनिदिनुपर्छ अनि कोर्टले नै सबै छानबिन गरिहाल्छ। अनि यो केसमा चाहिँ अलिकति एनजिओ आइएनजिओहरूले पनि अलिकति चासो देखायो र धेरै अरू उहाँको अग्नेस्ट पार्टीहरूले पनि धेरै नै प्रेसर डालेकोले चाहिँ सेसन जजले 5 जनालाई चाहिँ छोडिदियो, उहाँलाई चाहिँ आजीवन कारावासको सजाय सुनाइदियो। आजीवन कारावास यसले सुनाइदियो, यदि छोटो सजाय दिएको भए नि हाइकोर्टमा अपिल गर्नु मिल्दैन थियो, हाइकोर्टले सुनवाई गर्दैन त ठिक छ, यति सजाय दिएको छ यतिमा ठिक छ, उसले काटेर निस्कोस् भन्थ्यो। तर सेसन कोर्टले जति ठुलो सजाय सुनाइदियो त्यति नै हाइकोर्टमा हामीले अपिल गर्न मौका पायौँ, किनभने उहाँलाई नाजायज सजाय भयो। यो हालाकि बलात्कारको केसमा 10 वर्षको सजाय तोकिएको हुन्छ र कसैलाई यदि नाबालिग हो भने, बच्चीलाई बलात्कार गरेको हो भने चाहिँ 20 साल आजीवन कारावास हुन्छ। तर उहाँलाई त एडल्टले नै आरोप लगाएको र त्यसमा पनि उहाँलाई आजीवन कारावास दिँदा त एकदमै नाजायज सजाय भएको उहाँलाई। त्यो भएको कारणले हाइकोर्ट सेसनले पनि ठाउँ छोडिदियो। हालाकि अहिले हेर्दा त यस्तो लाग्छ कि के न सजाय भयो, कत्रो न सजाय भयो, अब जीवनभरि नै जेल बस्छ भनेर मान्छेले आकलन गर्छन्। तर म 16-17 वर्ष जेल बसेको कारणले मसँग एउटा यस्तो अनुभव छ, जसलाई जति ठुलो सजाय दिएको हुन्छ त्यसको त्यति छिटो सुनवाई हुन्छ कोर्टमा कि यसलाई यो व्यक्तिलाई चाहिँ नाजायज भएको छ, यो व्यक्तिलाई चाहिँ अलिकति
नहुनुपर्ने कुराहरू भयो, यसको छिटो सुनवाई गरौँ भनेर कोर्टले छिट्टो फाइल अगाडि सारेर सुनवाई गर्छ र सेसनले पनि त्यही कुरा नै अगाडि पठाइदियो र अहिले चाहिँ अब चाँडो उहाँलाई केस डिसमिस हुने तर्खरमा लागि परेका छन् वकिलहरू र चाँडै नै उहाँको केस सकिन्छ र उहाँ बाहिर आउनुहुनेछ र दुगुना सामर्थ्यको साथ बाहिर आउनुहुनेछ र उहाँलाई म सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहन्छु भने उहाँको विषयमा जो तपाईँहरू धेरै प्रार्थना गरिरहनु भएको छ, धेरै आमा दिदी बहिनीहरूले मसँग फोन गर्दाखेरि वाट्सएपमा कल गर्दाखेरि कस्तो रुनुहुन्छ, रुँदै प्रार्थना गर्नुहुन्छ, रुँदै कुराहरू सोध्नुहुन्छ। मलाई पनि दुःख लाग्छ। तपाईँहरूको प्रार्थना, तपाईँहरूको रुवाई चाहिँ परमेश्वरले सुन्नुभएको छ र प्रोफेटजीलाई चाँडै बाहिर लिएर आउँदै हुनुहुन्छ। अनि अर्को कुरा, उहाँ कस्तो हुनुहुन्छ होला, कसरी बस्नुभएको होला, खानपिन कस्तो होला भनेर तपाईँहरूलाई एउटा चिन्ताको विषय भएको होला। उहाँलाई भित्र पनि 4 जना पुलिसहरूको सुरक्षामा हुनुहुन्छ। उहाँलाई कुनै कुराको कमी छैन। अनि उहाँलाई एकजना व्यक्तिलाई चाहिँ सेवा गर्ने व्यक्ति लगाइदिएको छ। उहाँलाई खाना बनाइदिने छुट्टै छ। अनि उहाँलाई चाहिँ पन्जाबको लास्ट कुनामा लगेर राखेको छ, धेरै टाढा मोगा जिल्लाको मानसा जेल भन्ने ठाउँमा लगेर राखेको छ। पहिले म यहाँ पटियाला जेलमा भेट्नु गएँ र त्यहाँबाट चाहिँ उहाँलाई सारिसकेको रहेछ र मानसा जेलमा पुर्याएको रहेछ। र मानसा जेल चाहिँ एकदमै कुना हो, राजस्थानको, हरियाणाको र पन्जाबको 3 जिल्लाको कुनामा पर्छ। हरियाणाको लास्ट जिल्ला सिरसा, अनि उतातिरको चुरु, राजस्थानको चुरु, जैसलमेर, बाडमेर साइड यतातिर पर्छ भने पन्जाबको चाहिँ मोगा जिल्ला पर्छ, निकै कुनामा पर्छ। अनि यदि तपाईँहरू कोही उहाँलाई म भेट्न जान्छु भनेर आँट गर्नुहुन्छ भने चाहिँ तपाईँहरू दुःख मात्रै पाउनुहुन्छ, किनभने जेल प्रशासनले 10 जनाको नाम तोकेको छ त्यहाँ र ती 10 जना व्यक्तिलाई मात्र प्रोफेटजीलाई भेट्न लान सक्छन्, अन्यथा आफू मात्रै जान सकिँदैन, आफूलाई मात्रै जानु दिँदैन त्यहाँ। यदि म प्रोफेटजीलाई भेट्न जान्छु भनेर कोही व्यक्ति मानसा जेलमा गयो भने बाहिर जेल अथोरिटी पर्सनहरूले बाहिरबाटै भन्छ भित्र कुनै पास्टरलाई फोन गर्न लाऊ, अनि त्यो पास्टरले हामीलाई फोन गर्नुहुन्छ र मात्र हामी तपाईँलाई भित्र पठाउँछु भन्छ। अनि ती 10 जना व्यक्ति जी फ्यामिलीहरू हुन्, अनि मिनिस्ट्रीका अगुवाहरू जस्तो उहाँका प्रधान भए, उहाँका सिनियर पास्टर भए, उहाँका ब्रान्च पास्टरहरू भए, ती 10 जनाको नाम तोकेको छ। ती 10 जनाले मात्रै भेट्न लान्छन् र हजुरहरू जान चाहनुहुन्छ भने ती व्यक्तिहरूसँग सम्पर्क गरेर मात्रै जान सक्नुहुन्छ, अन्यथा तपाईँको समय र पैसा बर्बाद हुन्छ। अनि हप्तामा 1 दिन मङ्गलबारको दिन मात्रै उहाँलाई भेट गर्न सकिन्छ, अरू दिन चाहिँ भेट गर्नु पाइँदैन। त्यसपछि यदि तपाईँहरूले यदि आफ्नै तौर तरिकाले म भेट्न जान्छु भन्नुहुन्छ भने दुःख पाउनुहुन्छ, त्यसरी नजानु होला। र कुनै न कुनै 10 व्यक्तिहरूमा कुनै न कुनै 1 जना व्यक्तिको कन्ट्याक्टमा भएर चाहिँ जानुभयो भने तपाईँहरूलाई भेट्न मिल्छ, भेट्न सकिन्छ मङ्गलबारको दिन ओन्ली। र अरू दिनमा चाहिँ भेट्नु दिँदैन, त्यो उहाँ सरकारको नियम हो। उहाँलाई भेट्न चाहिँ मङ्गलबारको दिन कैदी हवालातीहरूलाई सोमबारको दिन दिन्छ र कैदी बन्दीलाई चाहिँ मङ्गलबार उहाँलाई भेट्न दिन्छ छुट्टै। यस्तो छ। अनि अहिले उहाँले कसरी गुजारा गरिरहनु भएको छ जेलभित्र चाहिँ, उहाँको जीवन कस्तो छ? एकदम प्रार्थनाको जीवन छ। जस्तै म जेलको गेटमा पुगेँ, अनि एकजना पुलिसवालाले मलाई सोधपुछ गर्न थाल्यो। मेरो एउटा साथीले चिनाइदियो कि जसलाई भेट्न आएको व्यक्ति उहाँ चाहिँ साथी हुन् र कुनै समयमा उसलाई प्रभुमा सुसमाचार सुनाउने व्यक्ति चाहिँ यो हो भनेर त्यो व्यक्तिले त्यो पुलिसलाई चिनाइदिइसकेपछि त्यो पुलिसवालाले चाहिँ अलिकति मलाई मजाक गर्न खोज्यो। यार भाइ त्यो कसरी गर्छ यार, परैबाट हात राखिदिन्छ, ऊ छिटेर ऊ पर पुग्छन्, यो कहाँबाट पायो, मलाई पनि सिकाइदिएन यस्तो भन्छ। अनि मैले भने होइन, यो यस्तो सिकाएर सिक्ने कुरा होइन, यो चाहिँ परमेश्वरमा तपाईँले विश्वास गर्नुपर्छ, बाइबलका वचनहरूलाई पालना गर्नुपर्छ र तपाईँले स्वयं प्रार्थना गर्नुपर्छ, परमेश्वरले तपाईँलाई पनि त्यो कुराहरू दिनुहुन्छ भन्दाखेरि नै यार होइन तिमीहरू झुट बोल्छस्, केही न केही त जस्तो जादु टोना गर्नेवालाहरूले यस्तोहरूले के सिकाउँछन् त्यो मलाई पनि सिकान। उसले त टाढैबाट उछिट्याइदिन्छ, कोही नजिकै जान सक्दैन उसको भन्छ। अनि तपाईँ जानुभएको छ भन्छ, म त दिनरात उसैकोसँग ड्युटी हुन्छ मेरो, बेलुका म उसैसँग हुन्छु, तर म देख्छु कि म पनि छेउमा जान सक्दिनँ, मलाई पनि कस्तो उसले हात यस्तो गरिदिने बित्तिकै म ढले जस्तो हुन्छ, यो कसरी हुन्छ मलाई सिकान भन्नुभयो। अनि मैले होइन त्यो कुरा चाहिँ मैले दिएको होइन, मैले सिर्फ येशू प्रभु
छुटकारा दिने परमेश्वर हो, उद्धार र मुक्ति उहाँमा छ र यो बन्धन मुक्त चाहिँ येशू प्रभुमा छ र उहाँमा विश्वास गरेपछि हाम्रो आत्मा बाँच्छ र हामी अनन्त जीवन प्राप्त गर्छौँ। यो बाइबलीय शिक्षा चाहिँ दुःखको बेलामा, कष्टको बेलामा, निराश भएको बेलामा शान्तिको कुरा चाहिँ येशूमा छ भनेर मात्रै मैले सिकाएको। बाँकी अरूले उहाँले नै प्रभुसँग नजिक गएर घुँडा टेकेर धेरै कुराहरू प्रभुबाट पाएर चाहिँ अगाडि बढ्नुभएको, त मैले चाहिँ केही पनि दिएको होइन भन्दाखेरि उहाँले होइन कि होइन त मलाई पनि त्यो सिका कि सिका भन। त्यहाँ नजिकै पानीको पोखरी त एक भित्रबाट यस्तो आउँदै थियो कि यसलाई प्रार्थना गर्दै हुँदै थियो। तर मैले सोचेँ नै यो कति लडिहाल्यो भने फेरि पानीमा लड्छ होला, फेरि लफडा हुन्छ यहाँ नै। मैले उहाँलाई भने होइन, ल तपाईँ उहाँसँगै नजिक जानु, दिनरात नजिक उहाँसँग बस्नु, तपाईँलाई उहाँले प्रार्थना गरिदिनुहुन्छ। परमेश्वरले तपाईँको जीवनमा भएका कमी घटीहरू, तपाईँको फ्यामिलीमा भएका कमी घटीहरूबाट तपाईँलाई पनि छुटकारा दिनुहुन्छ। उहाँसँग नजिक मैले उहाँलाई सोधेँ कस्तो छ उहाँको बस्ने ठाउँ के छ। अरे भाइ हामीले उहाँलाई त एकदम राम्रो राखेको छौँ, यत्रो ठुलो गद्दा छ, कैदीहरूलाई कसैलाई पनि त्यस्तो छैन, उहाँलाई यत्रो ठुलो गद्दा छ। अनि एउटा खुसीको कुरा के छ भने नि वकिलहरू प्रोफेटजीसँग मिटिङ गर्दै गर्दा एउटा कैदी भाइ भित्रबाट आयो छुटेर। अनि भित्रबाट आयो, म यसरी किनारामा बसेर मोबाइल चलाएर बसिरहेको थिएँ। अनि आएर भन्यो भैया मुझे 2 मिनट फोन करने के लिए दो न भने। किन कहाँ फोन गर्छस् भन, म भर्खर छुटेर आएको कि, अनि म मेरो घरमा फोन गर्न चाहन्छु कि कोही मलाई लिन आओस् यहाँ भनेर। अनि मलाई कौतूहल भयो त भित्रबाट आएको कति महिनाको सजाय थियो, कति वर्षको सजाय थियो, कति बसेर निस्किस् भनेर सोध्नु मन लाग्यो। अनि उसले भन्छ म 7 वर्षको सजायमा गएको थिएँ, अनि एकपल्ट भित्र झगडा भयो, झगडा भएको कारणले मेरो केस चाहिँ भित्रबाट नि केस लाग्यो र मैले 6 महिना पहिले नै 7 वर्ष काटिसकेको, तर मलाई छोडेको थिएन। अनि अहिले चाहिँ कसरी छुटिस् भने, म बिहानै मेरो ड्युटी लङ्गरमा थियो। लङ्गर भनेको चाहिँ किचन भन्छ, जेलको चाहिँ लङ्गर भन्छ, सबै कैदीहरूलाई साझा खाना पकाउने ठाउँ। अन्त लङ्गरमा मेरो ड्युटी हालेको थियो। अनि त्यहाँबाट म चाहिँ दुध तताएर प्रोफेटजीलाई पुर्याउन जान्थेँ। अनि एक दिन प्रोफेसरले के भन्नुभयो भने त कहिलेदेखि यहाँ छस्? म 7 वर्ष भयो, मैले पहिले छुट्नुपर्ने, अहिलेसम्म छुट्न सकेको छैन, मलाई 6 महिना एक्स्ट्रा भइसक्यो भने। अनि प्रोफेसरले यस्तो हात गरेर जा त यही महिना छुट्छस् मात्र भनेको थियो, हेर 15 दिन पनि भएन म आज बाहिर आएको छु भन्यो। मलाई त यस्तो खुसी लाग्यो नि, यति खुसी लाग्यो। हेर भाइ ठिक छ, त्यो व्यक्ति को हो, कहाँबाट आएको, के हो, म अलिकति जान्न चाहन्छु, त चिन्छस्? त्यसैसँग भेट्नु आएको भन्यो। म उहाँसँगै भेट्नु आएको भने। अनि हेर भाइ उहाँको तेरो घर कहाँ हो न? जालन्धर। त्यसो भए त जालन्धरमा जानु, तिमी सन्डे 10-11 बजीतिर जालन्धर चर्चमा जानु, अनि चण्डीगढ पनि जान सक्छौ, त्यही दिन बेलुका चण्डीगढ लाग्छ। त्यहाँ गएर बुझ, जान उहाँ को हो, उहाँ के काम गर्नुहुन्छ, कसरी प्रभुमा जित्नुहुन्छ, त्यहाँ जाऊ ल। तिम्रो शारीरिक छुटकारा त भयो, आत्मिक छुटकारा पनि हुनु जरुरी छ भाइ, त्यहाँ जाऊ ल भने। म त यति खुसी भयो नि। हामी कतिपल्ट भन्छौँ उहाँलाई जेल हालियो, अब के भयो कसो भयो। अहिले के बिरो काजी पनि भन्दै हुनुहुन्थ्यो उहाँको मिनिस्ट्री चल्दैछ कि बन्द भयो भन्दै हुन्थ्यो नि अघि भर्खर। परमेश्वरको राज्य कसैले कोही कहीँ जाँदैमा बन्द हुँदैन, परमेश्वरको राज्य चाहिँ झन् बढ्दै 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 जाने हो। जस्तो यता सुन्नु न, तपाईँले धेरै कुरा बताइरहनु भएको छ, उहाँले त्यहाँ चाहिँ राम्रोसँग खानपान गर्न पाउनु भएको छ कि छैन? एकदम राम्ररी, उहाँलाई बी क्लास लेभलको खानापिनाहरू छ, सबै कुराहरू। उहाँ पहिलो कुरा त उहाँ त्यति खाना खानुहुन्न, उहाँ धेरै जस्तो फास्टिङै बसेर प्रार्थना गर्नुहुन्छ। र उहाँलाई बिहान दुध अनि सिम्पल नास्ताहरू, ब्रेडहरू अनि ड्राई फ्रुटहरू उहाँले लिनुहुन्छ र दिउँसो केही पनि खानुहुन्न। उहाँको परिवारसँग चाहिँ हजुरको भेट भएको छ छैन? अहिले परिवारसँग बेसक दाजुसँग चाहिँ भेट भयो, रविन्द्र सिंहसँग जालन्धरमै भेट भयो, मैले त्यहाँ एउटा गवाई पनि दिएँ। अनि त्यसपछि जस्तो उहाँको दाइ अनुसार चाहिँ अब तपाईँले अघि भन्दै गरेको अनुसार चाहिँ अब पूर्ण रूपले उहाँ चाहिँ 100% सफाइ चाहनुहुन्छ, कुनै पनि बेलमा निस्कन चाहनुहुन्न भन्ने कुरा प्रोफेट बन्द सिंहले भन्नुभएको छ। उहाँको दाइ अनुसार चाहिँ यो सम्भव छ कि छैन? एकदमै वकिलहरूले पटक पटक यही दिइरहेका छन्, हामी तपाईँलाई सफाइ नै गर्छौँ। पहिलो कुरा त अहिले हाइकोर्टको वकिलहरूले के भन्छन् भने जति पनि पोइन्टहरू थियो त्यो सेसन कोर्टको वकिलले बोलिदिएको भए उहाँ सेसन कोर्टबाटै छुट्नुहुन्थ्यो। तर सेसन कोर्टको वकिललाई चाहिँ अब कसरी त्यो अग्नेस पार्टीले किन्यो कि उसले जानेन कि कसरी के गर्यो त्यो पोइन्टहरू भन्दैन।
र हाइकोर्टमा चाहिँ ती पोइन्टहरू उजागर गरेर चाँडैभन्दा चाँडै उहाँको केसलाई डिसमिस गराउने वकिलहरूको योजना छ र यो चाँडैभन्दा चाँडै नै यो मईसम्म अप्रिल मई र जुनको बिचबिचमै उहाँ बाहिर आउनुहुन्छ ल्याउँछौँ भनेर वकिलहरूले चाहिँ दाबी गरिरहेका छन्। तर उहाँ पूर्ण रूपले सफाइ पाउनको लागि त केही सर्तहरू होला नि, जस्तो जो व्यक्तिले उहाँलाई आरोप लगाएका छन् उहाँहरूसँग चाहिँ कुराकानी मिल्यो भने त यो सम्भव होला, न त सम्भव छैन होला नि। यो होइन, यदि सेसन कोर्टमा हुन्थ्यो र गवाही दिने व्यक्तिहरूले केस हात खिचेको भए, गवाही नदिएको भए त्यो हुन्थ्यो। तर हाइकोर्टमा गइसकेपछि चाहिँ अब त्यहाँ भावनाहरू त्यहाँ त्यस्तो चल्दैन, केही पनि त्यहाँ एग्रिमेन्ट भावनाहरू केही पनि चल्दैन। त्यहाँ चाहिँ बहसहरू, वकिलका पोइन्टहरू, त्यहाँ कानुनका दाउपेचहरू चल्छन्। अनि कानुनका दाउपेचकै आधारमा वकिलहरूले भनिरहेका छन् कि अब चाँडोभन्दा चाँडो हामी उहाँलाई बाइज्जत बरी गराउँछौँ, किनभने उहाँमा लागेको केस चाहिँ एक प्रकारको रन्जिस हो, एउटा साजिस हो उहाँलाई डोमिनेट गर्ने, उहाँलाई डाउन गर्नको लागि, उहाँको मिनिस्ट्री डाउन गर्नको लागि कसैले रचेको साजिसमा उहाँ फस्नुभएको हो। त्यो पोइन्टहरू हामीले पाइसकेका छौँ भनेर वकिलहरूले दाबी गर्नुभएको छ। त्यो भन्नुभयो उहाँहरूले। जस्तो यता सुन्नु न, हामीले देख्यौँ कि इन्डियामा अथवा पन्जाबमा चाहिँ विशेष गरी प्रोफेट बन्द सिंहलाई पक्रिँदै गर्दाखेरि त्यो आन्दोलन पनि चर्क्यो, किन पक्रिया भनेर। अब अहिले त्यो समुदायहरू कतिको सक्रिय छन्? अहिले त केही पनि छैनन्। अस्ति भर्खर एकपल्ट चाहिँ पहिलो कुरा त उहाँलाई यति टाढा लगेर राखिदियो कि हर कोही उहाँ जानै सक्दैन, टाढा पर्छ धेरै। अलरेडी पन्जाब ठुलो राज्य हो, पन्जाबको यति टाढा कुनामा लगेर राखिदियो कि त्यहाँ जेलको अलावा अरू केही नै छैन, जङ्गल जस्तो छ टाढैतिरबाट। मैले भिडियो पनि बनाएर ल्याएको छु त्यहाँ बाहिरबाट। एक ठाउँ यस्तो जङ्गल छ, जङ्गलदेखि अलिक परतिर गएपछि जेल छ, टाढा टाढा गाउँहरू केही पनि छैन, खेतै खेत छन्। अनि त्यस्तो ठाउँमा लगेर राखेको छ, न त्यहाँ कुनै दोकान छ, न कुनै बजार छ, न केही नै छैन। कुनै व्यक्तिहरू अब त्यहाँ जानु पर्यो भने पनि पहिले बजारमा आएर त्यहाँ अटो लिएर गएर त्यहाँ उत्रेर अटो पनि राख्नु पाउँदैन, तुरुन्त त्यहाँबाट हटाइहाल्छन्, जा यहाँ नरोक भन्छ। त्यो यस्तो ठाउँमा लगेर राखेको छ। पहिलो कुरा त धेरैलाई थाहा नै छैन कहाँ हुनुहुन्छ उहाँ। अनि अर्को कुरा, त्यो ठाउँमा गएर घेराउ गर्न गाह्रो छ, सक्दैनन् कसैले पनि। अनि फेरि हामी विश्वासी त शान्तिप्रिय जाति हौ नि, हामी अन्य जाति जस्तो अरूले जस्तो हुलदुङ्गा गर्ने, घेराउ गर्ने होइन नि त। हामी त परमेश्वरमा भरोसा गर्छौँ। तल्लो न्यायले सजाय दिएको छ, माथिल्लो न्यायले त्यसलाई खारिज गरिदिन्छ र बाहिर ल्याउँछ भनेर हामी त घुँडामा गएका छौँ। हामी त घुँडा टेकेर प्रार्थना गरिरहेका छौँ। त्यो हाम्रो प्रार्थनाको उत्तर चाँडै नै आउँछ। बाँकी अब जुन व्यक्तिहरूले उहाँलाई आरोप लगाएका थिए नि, केही उहाँका सेवामै रहेका केही व्यक्तिहरू, अहिले उहाँहरूको हालत के छ? उहाँहरू पनि पक्राउ पर्नु भएको छ कि उहाँहरू अब कोही त नेपालमा लुकिरहेको छन् भन्ने कुरा पनि सुनेका छौँ। उहाँहरूको चाहिँ अहिले हालत के छ, अथवा नेपाली समुदायको हालत के छ? अहिले एकदम ठप्प भइरहेको छ। यिनीहरूलाई पनि केही केसहरू लागेको छ कि छैन, होइन? कस्तो भइरहेछ अहिले? अहिले हाम्रो एकजना जुन भाइले चाहिँ बजेन्द्र सिंहले, प्रोफेट बजेन्द्र सिंहले नेपालबाट 1,85,00,000 रुपियाँ चाहिँ लिएर इन्डिया गयो भनेर जुन मिडियामा अभिव्यक्ति दिनुभएको थियो, अहिले त्यो भाइ पनि जेलमा हुनुहुन्छ भनेर मैले सुन्दैछु। उहाँलाई पनि केही आरोप लागेर उहाँ जेलमा हुनुहुन्छ, बन्दीगृहमा अहिले पुलिस कस्टडीमा हुनुहुन्छ भनेर सुन्दैछु। तर मैले चाहिँ पर्सनल भेटेको चाहिँ छैन। उहाँको भतिजा हाम्रो सुजन उपरकोटी भाइले चाहिँ भन्नुभएको कमल उपरकोटी अहिले जेलमा छन्, अनि तपाईँले पनि सहायता गर्नुहोस् न उहाँलाई छुटाउनको लागि भनेर मलाई कल गर्नुभएको थियो 2 पल्ट। अनि अब उहाँ किन जेल जानुभयो, के कुराले जेल जानुभयो यो त म जान्दिनँ। तर उहाँलाई यति त थाहा भयो होला कि जब प्रोफेसरजी जेलमा हुँदाखेरि उहाँले मिडियामा गएर धेरै कुराहरू बोल्नुभयो, बोल्नु हुँदैन थियो, बोल्नु नपर्ने कुरा थियो। अहिले उहाँलाई विपत्ति आउँदा अब कोही साथ दिएन, कसैले पनि साथ, नेपालीहरू पनि साथ दिइरहेछन् छैन, उहाँलाई कसैले पनि साथ दिइरहनु भएको छैन। इभन उद्धव चिमरियाजी अनि अरू पनि जति पनि सुजन उपरकोटी भाइले भनेअनुसार जति पनि उहाँका साथीहरू थिए, इभन विकास गुरुङजीले पनि साथ दिनुभएको छैन भनेर सुजन भाइले भन्दै हुनुहुन्थ्यो। यो चाहिँ एक प्रकारको परमेश्वरका दासलाई तुच्छ ठानेको, गलत आरोप लगाएको कारणले उस पर आएको अलिकति श्राप हो कि जस्तो पनि मलाई लाग्छ। तर ऊ सदाको लागि जेल त जाँदैन, केही समयपछि छुट्न त अवश्य पनि छुट्लान्। तर अहिले चाहिँ अब म सहायता कोसँग मागिदिउँ? सबै त प्रोफेसरजीको विरुद्धमा बोलिदिएको कारणले सबै त ठिक्क पऱ्यो, खुच्च्यौँ पऱ्यो भन्ने मात्रै छन्। अब म कोसँग उसलाई सहायता मागिदिनु?
उहाँले मलाई सुजन भाइले भन्नुहुन्छ दाइ कसरी हुन्छ कमललाई निकालौँ बाहिर भन्नुहुन्छ। अब म कसरी निकाल्नु, मेरो सम्भव छ कि छैन उहाँलाई निकाल्न त सम्भव छ। यदि 3.5 लाख उहाँलाई किन त्यस्तो उहाँलाई यो चितवन के अरे यहाँ उहाँलाई मात्र किन यसरी चाहिँ बलिको बोको बनाइयो? त्यहाँ त अरू पनि संलग्न थिए होइन। यो चाहिँ यहाँ जिजस कलेजमा एकपल्ट उहाँहरूले प्रोग्राम गर्दाखेरि त्यहाँ कसैलाई उहाँले ब्ल्याङ्क चेक दिनुभएको थियो अरे त्यो प्रोग्राम गर्दा। अन्त ब्ल्याङ्क चेक दिएको कारणले चाहिँ उहाँले चाहिँ त्यो पैसा नपाएको कारणले र त्यो ब्ल्याङ्क चेक धारकले चाहिँ केस गरिदिएर उहाँलाई चाहिँ पक्राउ गरेको हो भन्ने कुरा खुल्नमा आयो। र अरू ठाउँतिरको चाहिँ त्यस्तो केही पनि मैले बुझेको छुइनँ। भनेपछि अब प्रोफेट महेन्द्र सिंहजी, अब यदि तपाईँले भनेको जस्तै सम्पूर्ण रूपले उहाँले सफाइ पाउनु भएर उहाँ जेलबाट बाहिर निस्किसकेपछि यो हाम्रो उपरकटी ज्यूलाई कतिको साथ सहयोग हुनसक्छ भनौँ न? किनभने यो केही प्रकारले त उहाँहरूकै लागि केही गर्दाखेरि नै यो भयो नि त उहाँलाई। पहिलो कुरा अहिले धेरैजना मुछिए के, अहिले जसले उहाँलाई चाहिँ एकदमै साथ सहयोग गर्न चाहन्थे तिनीहरू पनि मुछिरहेका छन्, फसिरहेका छन् होइन। जसले चाहिँ दुश्मन भएर काम गरेछ उनीहरू पनि फसिरहेका छन्। प्रोफेटजी आफै अहिले जेलमा हुनुहुन्छ होइन। के छ त अब उहाँको लागि के सम्भव छ? हजुरहरूले के पहल गर्न सक्नुहुन्छ उपरकोटीजीको लागि? चाहिँ म प्रोफेटजीको हृदयलाई धन्यवाद दिन्छु है। मैले जब पहिलोपल्ट सुजन भाइले मलाई कल गर्नुभएको थियो, म इन्डियामा थिएँ त्यति बेला, व्हाट्सएप कल गर्नुभएको थियो। अनि त्यही बेला मैले प्रोफेटजीलाई भने उहाँ जुन कमल उहाँले मलाई बोलाउनुको कारण चाहिँ के थियो भने पन्जाबी च्यानलबाट उहाँले इन्टरभ्यू दिनुभएको रहेछ। अनि त्यो इन्टरभ्यू देखेर चाहिँ उहाँ साह्रै बिचली हुनुभएछ। 10 करोड लिएर गयो, 1,85,00,000 लिएर गयो भनेपछि उहाँलाई धेरै नै चित्त दुखेछ। अनि हतार उहाँले मलाई सन्देश पठाउनु भयो कसरी हुन्छ आइज भनेर। म उहाँ पुगेँ। अनि उहाँ पुगेको दिन नै यहाँबाट खबर गयो उहाँ पक्राउ परेको छ। अनि उहाँले चाहिँ तपाईँको च्यानलबाट प्रसारण भएको, अनि एउटा मैले गुजरातको च्यानलबाट इन्डियाको च्यानलबाट पनि बोलेको थिएँ, त्यो चाहिँ उहाँले सुन्नुभएको रहेनछ। तर त्यो पन्जाबी च्यानल चाहिँ अलिकति भाइरल भएको कारणले चाहिँ उहाँले चाहिँ त्यो सुन्नुभएछ। र मैले उहाँलाई तपाईँको लिङ्क अनि अरू च्यानलबाट बोलेको लिङ्कहरू पनि मैले देखाएँ। त्यो देखिसकेपछि चाहिँ उहाँ खुसी हुनुभयो, अँगालो हाल्नुभयो, आँखाभरि आँसु पार्नुभयो। त मलाई यस्तो बेलामा पनि साथ दिन्छस्, धेरै धेरै धन्यवाद प्रभुलाई भन्नुभयो। अनि मैले भने जुन व्यक्तिले तपाईँलाई त्यस्तो भन्नुभएको थियो आज त्यो भाइ पनि जेलमा छ अरे भन्नुभयो। तर उहाँले भन्नुभयो नै त्यस्तो हुनु हुँदैन थियो, बिचरालाई के भएर जेल गयो भन्दाखेरि त जिजस कलेजमा एउटा प्रोग्राम गर्दाखेरि त्यहाँ यहाँ मिनिस्ट्रीबाट त कोही पनि गएन। अनि अरू कताबाट मान्छेहरू ल्याएर त्यहाँ प्रोग्राम गरेको थियो अरे। त्यसको चाहिँ कसैलाई चेक दिएको थियो अरे, त्यसबाट चाहिँ पर्यो भनेर मैले अरू व्यक्तिबाट सुनेको। अहिले थाहा छैन रियालिटी के हो, त्यो अनुसारले परेको अरे भन्नुभयो। अनि उहाँले कस्तो ठुलो हृदय उहाँको कि उहाँले एक प्रकारको त ठिक्क पर्यो। मलाई जेल हाल्दा रमाएको थियो नि भन्नुपर्ने ठाउँमा उहाँले के भन्नु भने प्रभु क्षमा गरिदे, निकाल्दे त्यो बच्चालाई, त्यसको ढोका खोल्दे प्रभु, दया गर त्यो बच्चालाई, त्यसले जानेन के गर्यो, त्यसलाई क्षमा गरिदे भन्नुभयो। त हात यस्तो उठाएर म त कस्तो भयो कि मन साँच्चो हृदयको प्रभुबाट बाँचेको र आत्माले चलाएको व्यक्ति चाहिँ यस्तो हुन्छ। रिस डाह गर्दैन, कुनै कुराले पनि बदला लिँदैन भन्ने कुरा मैले त्यहाँ अनुभव गरेँ। साँच्ची नै हो, प्रभुको दास हो, प्रभुले चुनेको अभिषिक्त व्यक्ति हो। र उसको दिलमा चाहिँ शत्रुलाई पनि त्यति माया छ अझै पनि। कमललाई त इभन उसले गरेको त्यो मिडियाको कारणले त घृणा गर्नुपर्ने नि नै। क्षमा गर्दै प्रभु पिता, क्षमा गर्दै, यो बालकै हो, उसले जानेन के गर्यो, निकाल उसको लागि ढोका खोल्दै प्रभु भनेर हात उठाएर प्रार्थना गरिदिनु। कस्तो मेरो त के भन्नु, म त कामै यस्तो अनुभव गरेँ म भित्रबाट। साँच्चै हृदय भएको प्रभुको दास चाहिँ यस्तो हुनुपर्छ भनेर मैले त्यहाँ महसुस गरेँ। एकदमै तपाईँले एकदमै अहिले चाहिँ अचम्मको कुरा सुनाउनु भयो होइन। अब अहिले उता इन्डियामा चाहिँ प्रोफेट महेन्द्र सिंह पक्रा पर्नु भएको छ, यता नेपालमा चाहिँ कमल उपरकोटीज्यू पक्रा पर्नु भएको छ। यो बिचमा चाहिँ जो व्यक्तिहरू चाहिँ अलिकति खेल खेलिरहेका थिए नि उनीहरू त उम्के नि त होइन र? इन्डियाका केही व्यक्तिहरू, नेपालका केही व्यक्तिहरू त उम्किरहेका छन्। तर जसले विशेष मुख्य भूमिका खेलिरहेका थिए यता नेपालको लागि र भारतको लागि, उहाँहरू चाहिँ अहिले जेलमा छन् फेरि। यो चाहिँ भएको कस्तो भने नि अलिकति म कमल भाइलाई पनि म अलिकति दोषी पाउँछु। किन दोषी पाउँछु भने नि कमल भाइले चितवनमा पनि धर्मेन्द्र र अशोकलाई चाहिँ सँगसँगै
जता गए पनि सँगसँगै, रेस्टुरेन्ट पनि सँगसँगै, स्विमिङ पुल पनि सँगसँगै, जताततै सँगै जान लागे। कमल भाइले यति पनि सम्झेन म इन्डियनहरूसँग काम गर्दैछु, यिनीहरूले मलाई चेपिरहेको छ, कति बेला मलाई पछाड्छ भनेर कमल भाइले बुझ्न सकेनन्। मेन गल्ती त्यहाँ भयो। उनीहरूले जे भनौँ मानिरहे। उनले 11 बजे सबै हिसाब किताब गरेर दिन्छौँ भन्दा पनि ओके भनेर विश्वास गरे, तर राति नै उठेर उनीहरू भागिदिए। त्यही व्यक्ति फेरि फर्केर काठमाडौँ आयो। धर्मेन्द्र मैले सुने तर देखिनँ, सुने यिनीहरूले नै कमलले नै उसलाई लुकाएर राख्यो। अब यहाँ आएर पनि त्यही व्यक्तिले कमललाई परिचालन गरेर पन्जाबी मिडियामा पनि बोल्न लायो। अब त्यही व्यक्ति ऊ त आफ्नो मतलब निकालेर गयो। अब यति बेला कमल जेलमा हुँदा फेरि उनीहरू व्यक्तिले कानठाडो गर्दैन। मैले सुजन भाइलाई भने जो व्यक्तिलाई उसले चेपेको थियो, जो व्यक्तिले उसलाई बोल्न लायो, उसँग सहायता माग्नु न, उसलाई भन्नु न तिमीहरूलाई बोल्नको कारण ममा श्राप आयो, म आज जेलमा छु, मलाई छुडाओ भनेर भन्नु न। पास्टर रञ्जितलाई भन, पास्टर अशोकलाई भन, पास्टर धर्मेन्द्रलाई, रिङ्कुलाई पनि जोले उसलाई मिडियामा बोल्न लायो, ती व्यक्तिहरूलाई गुहार माग न भाइ, गुहार माग्न लाउ न भनेर मैले सुजन भाइलाई भन्दा कहाँ सुन्छ, कसैले पनि सुन्दैन, कसले पनि हेर्दैन। त्यसो भए त बिचरासँग त अन्याय भयो त। उसले अरूलाई विश्वास गरेर नभएका कुराहरू पनि बोली पठायो। अहिले उसलाई परिआउँदा फेरि कोही पनि छैन। त यो त दुःखको कुरा भयो भाइ। ठिक छ, म प्रार्थना गर्छु प्रभुले सबै कुराहरू चाहिँ तपाईँलाई जुटाइदिनु भएको होस्, उहाँलाई जुटाइदिनु भएको होस्, छुटकारा होस् भनेर म प्रार्थना गर्छु भनेर मैले भाइलाई भनेको छु। हजुर, एकदमै यो अहिले एकदमै यो प्रोफेट बन्द सिंह मिनिस्ट्रिजको कारणले गर्दाखेरि त नभनौँ, तर हामीले यस्तो हुन्छ भनेर अनुमान पनि गरेका थियौँ। अब प्रोफेट बोइन्द सिंहजीसँग कुराकानी गर्दाखेरि अब नेपालमा आगामी दिनहरूमा फेरि यो प्रोफेट बन्द सिंह मिनिस्ट्रिजद्वारा केही त्यस्तो कार्यक्रमहरू राखिन्छ कि राखिँदैन, के छ? पहिलो कुरा त हेर्नुहोस्, यो प्रोफेट बजेन्द्र सिंह मिनिस्ट्री भन्नु नै परमेश्वरको राज्यको काम भन्नु बुझिन्छ। यसरी म परमेश्वरको राज्यको काम बुझिन्छ। उहाँले नेपाली यति धेरै प्रोफेटजी को सेवा सङ्गतिदेखि प्रभावित छन् कि यति धेरै छन्। उहाँमा एक प्रकारको हिलिङको वरदान छ, प्रोफेसीको वरदान छ। उहाँले भनेका प्रत्येक कुराहरू चाहिँ सठिक बसिरहेका छन्। त्यो देखेर पनि धेरै मानिसहरू चाहिँ यो मिनिस्ट्रीसँग जुडिरहेका छन्। र आउँदा दिनहरूमा पनि अहिले त आरोप नलागेको हो, तलको कोर्टले आरोप लगाइदियो, माथिको कोर्टले त अब निर्दोष साबित गरिसकेपछि त उहाँ त फेरि पनि आउन सक्नुहुन्छ नि, फेरि नेपालमा आउन सक्नुहुन्छ। फेरि नेपालमा आएर जसले अहिले विरोध गरिरहेका छन् ती सबै व्यक्तिहरू एक मन एक साथ जुटेर पनि त सेवा गर्न सक्छन् नि त। अहिले उहाँको विरुद्धमा बोलिदिनको कारण, उहाँलाई दुःख दिनको कारण हामीमा पनि कष्ट आयो भन्ने कुरा त महसुस भयो होला नि त अहिलेका व्यक्तिहरूलाई पनि। अब कति समय लाग्छ त अब पूर्ण रूपले सफाइ पाएर चाहिँ प्रोफेट बन्द सिंह फेरि आफ्नो सेवाकामा फर्किनको लागि कति समय लाग्छ भन्ने अनुमान गरिएको छ? यो चाहिँ कोर्टको प्रोसेस हो भन्न, एकुरेट भन्न चाहिँ अहिले हामीलाई मिल्दैन। किनभने कोर्टले चाह्यो भने भोलि नै पनि छोड्न सक्छ, कोर्टले चाह्यो भने 6 महिना पनि लाउन सक्छ, 1 वर्ष पनि लाउन सक्छ। किन कोर्टको प्रोसेसमा अब वकिलहरू कस्ता छन्, वकिलहरूले कस्तो इजलासहरू ल्याउँछन्, कसरी बहस गर्छन्, कसरी उनीहरू वादी प्रतिवादीको लडाइँ हुन्छ, त्यो चाहिँ कोर्टमा आधारित हो। र यसैमा भन्न सक्दिनँ अहिले नै होला भोलि नै होला भनेर। तर एकदम छिटो चाहिँ वकिलको अनुसार, वकिलहरूले दाबी गरे अनुसार, वकिलहरूले पोइन्टहरू उभ्याए अनुसार चाहिँ मई जुन भित्रमै प्रोफेटजी आफ्नो मिनिस्ट्रीमा आउनुहुन्छ भनेर उनीहरूले भनेका छन्। र अब उहाँहरूले जजलाई कतिको कन्भिन्स गराउन सक्छन् र कति छिटो डेटहरू पेशीहरू लिएर यसलाई फैसला गराउन सक्छन्। भएको चाहिँ उहाँलाई अन्याय नै हो। बलात्कारको केसमा 10 वर्ष सजाय हुनु पर्थ्यो, आजीवन कारावास दिएको छ, यो सम्भवै होइन, यो नहुने कुरा हो। र उहाँलाई अन्याय चाहिँ भएको छ, तर हाइकोर्टले नि उहाँलाई अन्याय भएको छ भनेर चाँडोभन्दा चाँडो यो केसलाई हियरिङमा ल्याउँछ, सुनवाईमा ल्याउँछ र सुनवाईमा ल्याइसकेपछि चाहिँ चाँडोभन्दा चाँडो बाहिर आउनुहुन्छ भन्ने हाम्रो प्रार्थना र भरोसा छ। उहाँलाई आरोप लाउने परिवार तथा त्यो स्त्रीहरूलाई चाहिँ त्यस्तो केही एक्सन हुन्छ कि हुँदैन अहिले? अब पहिलो कुरा त उहाँ बरी भएर बाहिर आइसकेपछि उहाँले पनि उहाँलाई कानुनको दायरामा लाउन सक्नुहुन्छ। तर उहाँले सरकारलाई क्लेम गर्न सक्नुहुन्छ, म निर्दोष थिएँ, मलाई किन यसरी दुःख दियो, किन मलाई आरोप लाएर मेरो मानहानि गरियो,
उहाँले क्लेम गर्न सक्नुहुन्छ। तर उहाँ त शत्रुलाई पनि क्षमा गर्ने परमेश्वरका छोराछोरी हो, परमेश्वरको असल दास हो। उहाँले त्यो उहाँलाई गर्नुहुन्छ होला जस्तो लाग्दैन, क्षमा गरिदिनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने म उहाँलाई नजिकले देखेकोले, नजिकले अनुभव गरेकोले उहाँको चाहिँ क्षमाको हृदय छ र उहाँले चाहिँ पक्कै पनि उनीहरूलाई क्षमा गरेरै फेरि शान्तिको बाटोमै जाउन् भन्ने उहाँको चाहिँ इच्छा होला जस्तो मलाई लाग्छ। हजुर, अब एकाएक होइन उहाँलाई अब नेपालदेखि अलिकति चर्को हुँदै गयो नि त कुराहरू, अनि अचानक अब त्यो भारत पनि बल्झ्याइयो, केही पहिला सल्भ भएका केही केसलाई पनि फेरि बल्झाउने काम पनि भयो। अहिले ती जो व्यक्तिले आरोप लगाइरहेछन् अहिले उनीहरू फरार छन् कतिजना। अब अघि तपाईँले धर्मेन्द्रजीको कुराकानी गर्नुभयो, उहाँ कता हो के हो अहिलेसम्म मलाई चाहिँ थाहा छैन। त्यो यसको बारेमा भारत सरकारले केही खोजी नीति छ कि छैन उहाँलाई थाहा छ कि छैन? यस्तो हो, भारत सरकारले खोज्ने चाहिँ उनीहरूसँग कुनै केस नभएको कारणले भारत सरकारले चाहिँ खोज्दैन। ऊ भागेको कारणले चाहिँ किनभने केही मिनिस्ट्रीका इम्पोर्टेन्ट डकुमेन्टहरू चाहिँ लिएर चाहिँ यता आएर सुरक्षित राखेको छ। जस्तो अब प्रोफेटजीको ब्याङ्क एकाउन्ट भयो, अनि उहाँका जति पनि नजिकका उहरू छन्, के भन्छ मेम्बरहरू छन्, मेम्बरहरूको डाटा लिस्टहरू को कहाँको हो, कति हो, के हो, त्यो डाटा लिस्टहरू सबै, अनि फोन नम्बरहरू, उनीहरूका कन्ट्याक्ट लिस्टहरू लिएर चाहिँ यता आएको हो भनेर हल्ला छ, सुनिएको छ। अब त्यो हो होइन म जान्दिनँ। र उहाँलाई चाहिँ यदि सरकारले खोजेको भए र सरकारले कुनै मुद्दा हालेको भए चाहिँ उसलाई पक्राउ पर्थ्यो। ऊ चाहिँ व्यक्तिगत भागेर यता आएको कारणले चाहिँ, व्यक्तिगत लुकेको कारणले चाहिँ यदि पछि प्रोफेटजीले चाहनुभयो भने चाहिँ त्यो व्यक्तिलाई केस हालेर एफआइआर काटेर खोज्न सक्नुहुन्छ, पक्राउ पार्न सक्नुहुन्छ। हजुर, अब अहिले जुन कुराहरू तपाईँले चाहिँ गर्न खोजिरहनु भएको छ, यदि केही कुरा छुटेको छ भने प्लिज बताइदिनु होला। हामीले अब यो अन्तर्वार्तामा मैले प्रश्न नसोधेको हुनसक्छ त्यस सम्बन्धी, तर तपाईँलाई थाहा छ र त्यो मिडियामा आउन पर्ने जरुरतै छ भने बताइदिनु होला केही त्यस्तो कुराहरू छ भने। सबै प्रभुका प्रिय छोराछोरीहरूलाई मेरो विनम्र निवेदन छ, तपाईँहरू प्रोफेटजीको लागि अहिले धेरै आज छुट्यो, भोलि छुट्यो, प्रोफेटजी निस्क्यो भनेर धेरै भिडियोहरू हालिरहेका छन् मान्छेहरूले। त्यो चाहिँ युट्युबरहरूको फलोवर्स र भ्युज बढाउनको लागि हो। त्यसमा तपाईँहरू विश्वास नगर्नुहोला। प्रोफेटजी जुन दिन छुट्नुहुन्छ, छुट्टेकै दिन म तपाईँहरूलाई यसरी नै आएर मिडियाबाट म घोषणा गर्नेछु। अनि उहाँ छुट्नु भइसक्यो र त्यसको सबै प्रमाणहरू म तपाईँहरूलाई देखाउने छु। र अहिले चाहिँ तपाईँहरूले प्रार्थना गरिदिनु होला। तपाईँ निरन्तर प्रार्थना गरिरहनु भएको छ, यसरी नै प्रार्थनामा गर्नुहोला। कसैको पनि गलतफहमीमा नबस्नु होला, कसैले पनि भ्रममा तपाईँलाई नहालिदियोस्। र कुनै कुनै व्यक्तिहरूले चाहिँ प्रोफेटजीको नाममा विभिन्न ठाउँमा ब्रान्च खोलेर म 1 लाख रुपियाँ दिने व्यक्तिहरू तयार गरेर म चण्डीगढ पुर्याएर लेहेन गराइदिन्छु, अर्थात् प्रोफेटजीलाई म सुटुक्क यहीँ नेपालमै बोलाएर ल्याउँछु भनेर केही ठगहरू पनि बजारमा निक्लेका छन्। जो चण्डीगढमै म काम गर्छु, चण्डीगढबाटै आएको हुँ भन्ने व्यक्तिहरू त्यसरी बाहिर आएका छन्, सुन्नमा आउँदैछ। धेरैजनाले मलाई फोन गरेर पनि भने एउटा भाइ यस्तो आएको थियो जसले चाहिँ तपाईँले 10 जना 20 जना 1 लाख रुपियाँ दिने व्यक्तिहरूलाई तयार गर्नुहोस्, म उहीँ जेलमै लगेर तपाईँलाई लेहेन गराइदिन्छु, या प्रोफेटजी छुटेपछि म सुटुक्क तपाईँहरूको घरमै ल्याएर प्रोफेटजीलाई भेट गराइदिन्छु भनेर भनेको छ भनेर 1-2 जनाले मलाई कल पनि गर्नुभयो। यहीँ काठमाडौँकै दिदीहरूले पनि कल गर्नुभयो। अनि यस्तो कुरामा चाहिँ तपाईँहरू भर नपर्नु होला, विश्वास नगर्नु होला। तपाईँहरू प्रभुका जन हो, प्रभुको विश्वासी हो। सबै कुराहरू चाहिँ आधिकारिक कुराहरूमा मात्रै विश्वास गर्नु होला। यस्तो ठगहरूदेखि सावधान हुनु होला। हस्, एकदम धन्यवाद। हुन्छ, जय मसी, धेरै धेरै धन्यवाद।